चाहिँ तयार हुँदैछन् हाम्रा साथीहरू। अँध्यारो छ, अँध्यारो भए पनि चाहिँ हाई हेलो भन्दैछन्। ल त्यो पनि आउँदै हुनुहुन्छ। अब हाम्रो गेट सुरु भयो। स्टार्टिङ पोइन्ट ल Ada dah, ada. Lah punya 5 minit ke baru jalan. हाम्रो सबै टिसर्टै छ अहिले पछि भौजी त कति आनन्दले आइराख्नु भएको छ ल छैन एकदम सबैजनै ओहो हाम्रो चाँदा प्रेसिडेन्टजी त ओहो हाम्रो राम दाइ त फोन गरी भारी गुटी छु म फेरि अघिल्लो दिनै भेटेको अघिल्लो दिनै भेटेको भने बिहानै भेटेको मेरो भोलि बिहान फ्लाइट हिँडिहालेको फेरि भनेको छुमो याङरे भन्छ है। हजुर छुमो याङरे त्यो हो। अनि माथि पद्मा सम्भव हो यो तीर्थस्थल पनि हो गुरुङ छिमको। हजुर अनि माथि साङ्दो पारी पनि भनेको छ। तर सबभन्दा मुनिमा चाहिँ अवलोको दिशेको छ है। त्यसको माथि चाहिँ अब पद्मा सम्भव गुरुङ छिमको छ। हजुर त्यो आदि माथि चाहिँ आयुको देउता यो अमित आयुष छ नि त्यो उहाँको छ। त्यसको माथि चाहिँ अमिताभ बुद्धको छ। ए त्यसमा त्यो त्यो छोटनको नाम चाहिँ साङ्दो पेरी भन्छ गुरुङ छ। त्यहाँ चाहिँ दर्शन गर्ने। हजुर अनि उतापट्टि चाहिँ यो छ के अरे ढाडा एउटा सबै हेर्ने एउटा आमा याँडेको छेउमा सिरिङमा हो यो चाहिँ सबै माथिले छ। अनि यहाँतिर सबै छ नि गुफा त्यो तपाईँको त्यो मन्दिर चाहिँ तपाईँको आमा याङ्गिरी भन्ने त्यही हो कि अर्को यो त पछि भनेको होइन। अब यही ढाडै यो तीर्थस्थल हो। होइन आमा याङ्गिरी भनेको चाहिँ के देउता खास हुन चाहिँ एउटा ठाउँको नाम होला नि आमा याङ्गिरी अहिले त ठाउँको नाम भयो। ठाउँको नाम हो देउताको नाम हो देवीको नाम हो त्यो आमा याङ्गिरी भन्छ। ए रिप हुँदा चाहिँ यो पहाड भयो होइन। हजुर आमा याङ्गिरी ल हस् धन्यवाद है हस् धन्यवाद हस् हस् अनि माथि गएर अलिक पूजाहरू गरेर ध्यान गर्नु। हस् अनि यस्तो यहाँ ध्यान गऱ्यो भने त चाँडै ध्यान लाग्छ होला है हो नि हो
तपाईँले गर्नुभयो सबै गऱ्यो ए ठाउँ राम्रो त्यहाँ तर अर्को ठाउँमा एउटा गरेर यहाँ एउटा गरेपछि त्यहाँबाट 100 एउटा गरेर ए हजुर हजुर हस् 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 धन्यवाद हस् ल हाम्रो सबै साथीहरू चाहिँ माथि पुगिसकेको रहेछ माथि अहिले यता हुस्वाइरहेछ चारैतिर बेलामा भेट भएको बेलामा के त ओहो इन्टिना चिन्ती भइरहेछ ओहो कोही कोही त फटाफट गइरहेको छ ओहो नथाकिकन फटाफट गइरहेको छ ल कोही कोही चाहिँ अलिकति आराम गर्दै ल आउँदैछन् साथीहरू हामी चाहिँ यहाँ पुगिसकेका छौँ यही हो आमा याङ्ग्रीको के अरे वेलकम